हेलो एभ्रिवान। रिसेन्टली हामीले हाम्रो नक्षत्र गोर्खा प्राइड प्रशान्त तामाङ दालाई है गुमायौँ। समयभन्दा अगाडि नै भगवानले उहाँलाई लानुभयो। उहाँलाई कार्डियक एरेस्ट भएको रहेछ हैन। अनि मैले यो भिडियो किन बनाइरहेको छु भन्दाखेरि म जस्ट हाम्रो मान्छेहरूलाई सबैलाई एउटा अवेरनेस गर्न चाहन्छु। हिजो चाहिँ यस्तो केसहरू थुप्रै एकदम कमन भइसकेको छ। राम्रो बाहिरबाट हेर्दा फिजिकल फिटनेस राम्रो भएको मान्छे जिममा वर्कआउट गर्दा गर्दै पनि खसिरहेको छ, कोही डान्स गर्दा गर्दै खसिरहेको छ हैन, कोही लाइभ प्रोग्राम गर्दा गर्दै कार्डियक एरेस्ट भइरहेको छ। अन्त यति धेरै चिजहरू भइरहेकोले गर्दाखेरि चाहिँ म जस्ट अलिकति इन्फर्मेसन सेयर गर्नको लागि यो भिडियो बनाइरहेको छु है। स्पेसली जो 30 साल 35 साल एज भएको युवाहरू हुनुहुन्छ उहाँहरूको लागि र घरमा भएको बुढेसकालमा हुनुभएको सबैको लागि नै भनौँ न, प्लिज तपाईँहरूले हाफ इयरली हुन्छ या एनुअली हुन्छ या फिर क्वार्टरली 3 महिनामा 6 महिनामा या फिर 1 वर्षमा आफ्नो ब्लड टेस्ट गराउनुहोस्। ब्लड टेस्ट पनि कुन भन्दाखेरि CBC एउटा, जसमा चाहिँ कम्प्लिट ब्लड काउन्ट भन्छ। त्यसमा तपाईँको इम्युन सिस्टम, हेमोग्लोबिन अनि वाइट ब्लड सेल्सहरू सबै चिजहरू काउन्टिङ हुन्छ त्यसमा। त्यो एउटा नर्मल शरीरको इम्युनिटी सिस्टम कस्तो छ भन्ने कुरा त्यहाँबाट थाहा पाइहाल्छ है। अनि अर्को चाहिँ ब्लड सुगर फास्टिङ PP। प्लिज जो पनि 35हरू एज भइसक्नु भएको छ तपाईँहरू ब्लड सुगर टेस्ट गराउनुहोस्। एउटा चाहिँ फास्टिङ, एउटा चाहिँ PP, नास्ताभन्दा अगाडि र नास्ता गरेको 2 घन्टा पछाडिको। अनि अर्को मोस्ट इम्पोर्टेन्ट टेस्ट चाहिँ जुन छ कोलेस्ट्रोल, पक्का चेक गराउनुहोस्। कोलेस्ट्रोलमा पनि लिपिड प्रोफाइल गराउनुहोस्, जसमा चाहिँ तपाईँको ट्राइग्लिसराइडहरू, ब्याड कोलेस्ट्रोल, गुड कोलेस्ट्रोल सबै आउँछ है। CBC, ब्लड सुगर फास्टिङ PP अनि कोलेस्ट्रोलको जुन लिपिड प्रोफाइल टेस्ट, यो 3टा टेस्ट तपाईँहरूले मस्ट हर 3 महिनामा, हर 6 महिनामा या फेरि 1 सालमा एकपल्ट चेक गराउनुहोस्। आफ्नो फ्यामिलीको हेल्थ चेकअप, प्रिभेन्सन इज बेटर देन क्योर भन्छ है मेडिकल टर्म्समा। रोग लागेर उपचार गर्नुभन्दा अगाडि चाहिँ रोग लाग्नु नदिनु चाहिँ ठुलो कुरा हो भन्छ नि त है। म त्यति नै भन्न चाहन्छु, किनभने हिजो यस्तो थुप्रो केसहरू भइरहेको छ। सो प्लिज तपाईँहरू अवेर हुनुहोस् है। र यो 3टा यो ब्लड टेस्ट चाहिँ गराउनुहोस् अर्ली डिटेक्सनको लागि। छिटोभन्दा छिटो कुनै पनि बिमारी लाग्दैछ भनेदेखि त्यसलाई पत्ता गर्नु लागि चाहिँ यो चिजहरू हामीले गरौँ, सो द्याट कि हामी टाइमली ट्रिटमेन्ट गर्न सकौँ। थ्याङ्क यू सो मच है, तपाईँहरूले यो भिडियो हेरिदिनु भयो। अनि यदि तपाईँहरूलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने प्लिज तपाईँहरूले आफ्नो साथीभाइ आफन्तलाई सेयर गरिदिनु होला। अनि यदि तपाईँहरू अझै ब्रिफली कुनै पनि बिमारीको बारेमा जानकारी लिन चाहनुहुन्छ भनेदेखि प्लिज कमेन्ट गरेर लेखिदिनु होला। म त्यस बारेमा अलिकति तपाईँलाई जानकारी सेयर गर्ने कोसिस गर्छु है। धन्यवाद।